हामी 3 जनाको परिवार है मजाले खाना खाइरहेको छौँ आफ्नो आफ्नो पारामा चटक्कै फेरि लोकल सब्जी हेर्नुहोस् यो चाहिँ टोटोलाको फुल है एकदमै फेभरेट हो यो करेलालाई ठुल्ठुलो काटेर टमाटरसँग लगाइदिएको अन्त यो चाहिँ फेरि फर्सीको मुन्टा एकदम कालो दाल फेभरेट चिज है खानुपर्छ है केटा हो यस्तोहरू होइन त्यसपछि मटरको घुकुनी हो अनि राजमा मिक्स दाल यो कहिलेकाहीँ मनपर्छ मलाई अन्त यो काँक्रा प्याज खोर्सानी मुलाको के अरे आँपको अचार यो त हुनैपर्छ क्या खानामा हरेक खानामा मेरोमा चाहिँ हुनैपर्छ यो चाहिँ खोर्सानी गडाप खाइदिने हो होइन अब झडक्क मुछेर कन्ट्रोलको यो सरकारी चामलको भात अब सबै लोकल चिजहरू मिसाएर करेला मात्रै किनेको है अदरवाइज सबै घरकै हो छ्याप 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 मिसाएर चाहिँ चट्ट सबै कुरो लगाएर निम्बु निचरेर खम खाँदैन केटा हो जोसुकैले जेसुकै भनोस् होइन आरिसले देखासेकी गरिका आरिसले मरिजा जिन्दगीमा दुःख पनि हुन्छ सुख पनि हुन्छ होइन खानुपर्छ यसरी एकदमै राम्रो रमाइलो मजाले खाना खाँदाखेरि सब चिज बिर्सिनुपर्छ क्या खालि खानामा मात्रै ध्यान काँक्रा खानामा मात्रै ध्यान हुनुपर्छ अरू सब बिर्सिनुपर्छ होइन कसले धोका दियो कसले प्रब्लम दियो पैसा छैन रोग लाग्यो टेन्सन छ अप्ठ्यारो केही त्यो सब छोडिदेऊ यार छोडिदेऊ सिर्फ खाना खाऊ मजाले खाना खाऊ क्या यसरी म त छोड्दिनँ क्या अहिले घरि मलाई पुरा ज्वरो आइरहेको छ होइन तर पनि मतलब भएन क्या खाइदिने हो नि त खाना चाहिँ गुलाम होइन अब के भन्नु उपरान्त अरू केही पनि छैन चट्ट मेरो बहिनी पनि यसरी हो खाँदैछ राम्रो चिज आमा ऊ फेरि काँक्रा साँक्रा मन पराउँदैन है उसलाई खालि प्याज चाहिन्छ निम्बु होइन अन्त यसरी च्याट्टसँगले अब धेर छैन यसरी अलिअलि ग्राम खाने हो सकिन्छ खेलाइसकिन्छ लाइफ यस्तै हो गाइज खानुपर्छ बाँचुन्जेल खानुपर्छ सकुन्जेल खानुपर्छ सकेको काम गर्नुपर्छ खाना दबाएर खानुपर्छ है